गुड मर्निङ साथीहरू, गुड मर्निङ। हेर्नुहोस् है, डलिया यहाँ कोपिला लाग्दैछ, यहाँ फुलेछ, यहाँ पनि कोपिला लाग्दैछ। दामी छ है साथीहरू, यहाँ पनि कोपिला लाग्दैछ है। तपाईँहरू सन्चै हुनुहुन्छ? तपाईँहरू राम्रो सुत्नुभयो? अनि ठन्डा मौसम छ, यो पनि कोपिला लाग्दैछ। मनपरी फुलहरू छ। अनि तपाईँहरू राम्रो सुत्नु होला। यात्रामा जानुभएकोहरू यात्रामा आफ्नो गन्तव्यमा पुग्नु होला। तपाईँहरू गन्तव्यतिर पुग्नु होला। अनि कतिजना बिरामीहरू मित्रहरू हुनुहुन्थ्यो, तपाईँहरू के कस्तो हुनुभयो? अनि तपाईँहरूलाई एकदमै सुस्वास्थ्यको शुभकामना छ। चाँडै निको हुनु होला। यता हाम्रो भाउजू एकदम बिहानदेखि फुलको एकदम फुल स्याहार्नुमा, अर्किडहरू एकदम रेडी हुँदैछ। भाउजूको चाहिँ प्राणै हो भन्छ फुल चाहिँ। फुल स्याहार्नु पाइनँ भनेदेखि खानै रुच्दैन भन्छ। यता हेर्नुहोस्, धुप्पीहरूको प्लान्टहरू एकदम राम्रो छ। धुप्पीको प्लान्टहरू यो पनि मनपर्छ, धुप्पी टाइपकै छ, तर यो धुप्पी होइन। धुप्पीको प्लान्टहरू हेर्नुहोस् है, बार तपाईँलाई देखाइबस्छु। हेर्नुहोस् है, पुरानो घर सफा, फुलले कति राम्रो देखेको छ है। मैले हिजो पनि भन्दै थिएँ नि, फुल फुलेको छ भने घरै रमाइलो, अनि फुल हेर्दा हाम्रो मनै रमाइलो क्या। यो फायर प्लान्ट ठुलो छ, यो पनि राम्रो छ एकदम। यो मुन्तला फुल्दैछ अब फल्नुको लागि एकदम। यहाँ हेर्नुहोस् है, पिटुनिया, सिङ्गल पिटुनिया आस्टरहरू हेर्नुहोस् है। पिटुनियाको भेराइटिजहरू यो एक लाइन पिटुनिया। यहाँ पनि छ सिङ्गल पिटुनियाहरू, सबै कलरमा छ। पिङ्क, रेड, सेटिङ वाइटमा, ब्लूमा। हेर्नुहोस् है सेटिङ। ल साथीहरू, तपाईँलाई के कस्तो लाग्छ? यदि तपाईँहरू यात्रामा हुनुहुन्छ भनेदेखि तपाईँलाई शुभयात्रा छ। बिरामी जतिजना साथीहरू हुनुहुन्छ, तपाईँहरू चाँडै निको हुनु होला। चाँडै स्वस्थ भइकन हामीसँग जोडिनु होला। हस्पिटलमा हुनुहुन्छ भने पनि यसो फेसबुक चलाउँदै गर्नु होला, भ्युवर्सहरू घट्छ है। त्यसले गर्दाखेरि तपाईँहरू हामीसँग लागिरहनु होला। एकदमै चाँडै निको हुनु होला। हवस् त साथीहरू, दिनको ब्लगमा फेरि पनि भेट्नेछौँ। तपाईँको दिन शुभ रहोस्। यात्रामा हुनुहुन्छ भनेदेखि ल, शुभ यात्रा। हवस् त, हेभ अ नाइस डे।